आज चाहिँ हामी कम्प्लेक्स नम्बरको पोलर फर्म बारे पढ्न गइरहेका छौँ। ओके, सबभन्दा पहिला त हामीलाई कम्प्लेक्स नम्बर भन्ने के हो थाहा हुन पर्यो, हो कि नि। कम्प्लेक्स नम्बरमा पनि हामीलाई कार्टेसियन फर्म भन्ने थाहा हुन पर्यो के। सबभन्दा पहिला कार्टेसियन फर्म, स्ट्यान्डर्ड फर्म पनि भनिन्छ यसलाई। जस्तै कि x प्लस आइवाई, यसलाई कसरी बुझ्न सकिन्छ भने x भनेको चाहिँ रियल पार्ट हो कुनै पनि कम्प्लेक्स नम्बर भनेको रियल र इमेजिनरी पार्ट मिलेर बनेको हो। अनि y चाहिँ इमेजिनेरी पार्ट। जस्तै कि एक्जाम्पलको लागि z इजिकल टु 2 + 3i भयो। यो 2 चाहिँ हाम्रो रियल पार्ट भयो भने 3i चाहिँ इमेजिनेरी पार्ट। ओके, क्लास 12 मा चाहिँ हामीले यही मात्र पढ्नुपर्छ, धेरै पढ्नु पर्दैन। अब पोलर फर्म भनेको चाहिँ के हो, यसको हामीले सिम्पल डेफिनेसन लेखौँ। लेट z इजिकल टु x प्लस आइवाई be a complex, then the complex expressed in the form of z is equal to r cos theta plus I sin theta is called a polar form of a complex number। यो चाहिँ यसको डेफिनेसन भयो। मतलब कि हामीले कुनै पनि एउटा फर्म, जस्तै कि यो कार्टेसियन फर्ममा x प्लस आइवाई, ओके देखिएन, x प्लस आइवाई यो हाम्रो कार्टेसियन फर्म हो। यसलाई हामीले यस्तो फर्ममा z इजिकल टु r cos थीटा प्लस I sin थीटा को रूपमा अथवा पोलर फर्मको रूपमा लैजानु नै हामीले पोलर फर्म भनिन्छ। ओके, अब पोलर फर्ममा पनि हामीले केही कुरा जान्न पर्ने हुनेछ है। पोलर फर्ममा पनि जस्तो कि पोलर फर्म भनेको r cos थीटा प्लस I sin थीटा हो। अब यिनीमा वेयर r भनेको चाहिँ के हो, r भनेको चाहिँ म्याग्निट्युड र मोडुलस भनिन्छ। अब हामीले यसलाई कसरी पत्ता लगाउनु त हैन, जस्तै कि एउटा कम्प्लेक्स नम्बर दिएको हुन्छ, यसलाई हामीले कसरी पत्ता लगाउने, यसको लागि फर्मुला छ x² प्लस y²। अनि एन्ड थीटालाई चाहिँ एम्प्लिट्युड र अथवा आर्गुमेन्ट भनिन्छ। यो पत्ता लगाउन चाहिँ tan थीटा इज इक्वल टु y/x हुन्छ। यो हाम्रो फर्मुला हो। ओके, त यहाँ हामीलाई एउटा क्वेसन दिएको छ, एक्सप्रेस द कम्प्लेक्स नम्बर 2 + 2√3i इन पोलर फर्म। हामीले चाहिँ यो हामीलाई एउटा नम्बर दिएको छ 2 + 2√3i, यो चाहिँ हाम्रो स्ट्यान्डर्ड अथवा कार्टेसियन फर्ममा छ। यसलाई चाहिँ हामीले पोलर फर्ममा लिएर जानु पर्यो। हामीलाई थाहा छ कि पोलर फर्म भनेको चाहिँ z इजिकल टु r cos थीटा प्लस I sin थीटा को रूपमा हुन्छ, हो कि नि। अब यो हाम्रो स्ट्यान्डर्ड फर्ममा छ, यो फर्म चाहिँ हाम्रो स्ट्यान्डर्ड अथवा कार्टेसियन फर्ममा छ। अब हामीले यसलाई यसमा लिएर जानु पर्यो। सिम्पल, ल सुरु गरौँ। सल्युसन गिभन z इजिकल टु 2 + 2√3i, यसलाई हामीले सपोज गरौँ इक्वेसन 1 हो भनेर यो। ओके, अब कम्पेयरिङ इक्वेसन 1 विथ z इजिकल टु x प्लस आइवाई। हामीले अहिले पढिसकेका छौँ x भनेको रियल पार्ट, आइवाई भनेको इमेजिनेरी पार्ट। सिम्पल, x को भ्यालु कति हुने भयो 2, y को कति हुने भयो त 2√3। अब हामीले के पत्ता लगाउनु पर्यो त, पोलर फर्ममा r र हामीले थीटा पत्ता लगाउनु पर्यो मेन। यो पत्ता लगाए त हाम्रो पोलर फर्म आइहाल्छ। अब r पत्ता लगाऊँ, r भनेको x² प्लस y² हो।
सिम्पल 2 को स्क्वायर प्लस 2 रुट 3 को स्क्वायर 2 को स्क्वायर कति हुन्छ 4 2 को स्क्वायर 4 हुन्छ रुट 3 को स्क्वायर रुट 3 हुन्छ यो हाम्रो कति हुन्छ 4 प्लस 12 रुट अन्डर 16 यो भनेको हाम्रो 4 आउँछ एन्सर। अब हामीले के पत्ता लगाउन पर्यो थीटा पत्ता लगाउन पर्यो tan थीटा इज इक्वल टु y बाई x हो हाम्रो फर्मुला tan थीटा इज इक्वल टु 2 रुट 3 बाई 2 यो 2 र यो 2 काटिन्छ tan थीटा इज इक्वल टु रुट 3 हुन्छ रुट 3 भनेको tan कति हो रुट 3 भनेको tan 60 हो tan थीटा इज इक्वल टु tan 60 देयरफोर यहाँ लेखेँ मैले माथि देयरफोर थीटा इज इक्वल टु 60 डिग्री। यहाँ चाहिँ हाम्रो r को भ्यालु पनि आइसकेको छ अनि थीटा को भ्यालु पनि हाम्रो आइसकेको छ सिम्पल। अब हामीले पोलर फर्ममा यसलाई लिएर जाम नाउ expressing it in polar form we get z is equal to r cos theta plus I sin theta। हाम्रो r कति छ हामीले r4 निकालेको थियौं cos 60 plus I sin 60 डिग्री। अब हाम्रो यो एन्सर मिलेछ कि मिलेको छैन भनेर चेक गर्नको लागि सिम्पल हामीले यसलाई फेरि कम्प्युट गर्न सकिन्छ जस्तै कि 4 cos 60 डिग्री प्लस I sin 60 डिग्री छ हो कि नि हाम्रो cos 60 भनेको कति हो 1/2 हो कि नि अनि sin 60 भनेको रुट 3/2 I हो कि नि। अब यहाँदेखि हाम्रो 2 कमन आयो भने अनि 4 ले यसलाई मल्टिप्लाई गरे पनि भयो 4/2 प्लस 4 रुट 3/2 I 2 1 जा 2 2 जा 4 यहाँ पनि 2 1 जा 2 2 जा 4 2 प्लस 2 रुट 3 I अहिलेको जस्तो आयो कि नि माथिको स्ट्यान्डर्ड फर्म जो सुरुको हामीले क्वेसनको जस्तो आयो कि नै आयो। सो हाम्रो यसरी हामीले यहाँ डबल चेक पनि गर्न सकिन्छ।